छोटो मिठो राखिदिनु हुन अनुरोध गर्दछु। सुशीला साके। नजरम दाइलाई धेरै धन्यवाद छ। आदरणीय संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवज्यू, संघीय गठबन्धनका 29 घटकका सबै संयोजकज्यूहरू र कार्यकर्ता नेताज्यूहरू, महिला तथा सज्जनवृन्द र सहकर्मी योद्धाहरू सबैलाई जजलपा संघीय अभिवादन। अब हामी यहाँ आज 10औं दिनमा काठमाडौँ केन्द्रित आन्दोलनमा छौँ। यहाँको सरकारले भनिरहेको थियो मधेसमा 6 महिनासम्म आन्दोलन गरेर मधेसीहरूलाई त्यहाँको मधेसीहरूले धपायो, काठमाडौँमा भागेर आयो र यहाँ नाटक गर्न आएको। यो केपी ओलीजीको भाषणबाट आएको हो यो कुरा। र अहिले हामी यहाँ हेरिरहेका छौँ, देखिरहेका छौँ र हामी यहाँ आन्दोलनरत मधेसी मात्रै होइन, यो मधेसी आन्दोलन मधेसमा केन्द्रित भएको मात्रै हो। यसमा चाहिँ तमुहरू, गुरुङहरू, मगरहरू, तामाङ, नेवा, शेर्पा, थारू आदि जम्मै जातिहरू यहाँ हामी छौँ र यो आन्दोलन मधेसीको मात्रै होइन, हामी सबैको हो र यो अहिले आएर काठमाडौँमा केन्द्रित हुन आएको छ। र आज यो 10औं दिनमा पनि हामी यो सङ्ख्यामा छौँ। कतिपय साथीहरू अझै आउँदै हुनुहुन्छ। भोलि भक्तपुरमा आन्दोलन छ केन्द्रीय, त्यहाँ चाहिँ भक्तपुरमा चाहिँ कौन सभा छ। अब हामीलाई के प्यारो लाग्छ? हामीलाई आफ्नो पहिचान प्यारो लाग्छ। यो पहिचान के हो भन्दाखेरि हामीलाई हाम्रो भाषा प्यारो लाग्छ। झिदा झिउ भ्यायो यो कि मया झिदा झिउ संस्कृति यो कि मया झिदा झिउ भाषा संस्कृति जाति यो जिदा साक्य भाषा जग यो जिदा मेउ ढायु मया हो कि होइन? सबैले आफ्नो आफ्नो जाति, आफ्नो आफ्नो भाषा, आफ्नो आफ्नो संस्कृति, त्यो हाम्रो पहिचान हो। र यो पहिचान हामीले के भनेका छौँ? हामीलाई हाम्रो पहिचान ल्याऊ, यसको संरक्षण गरौँ। पृथ्वीनारायण शाहले भनेको छ, मर्ने बेलामा कुन पापले बोलेछ? मर्ने बेलामा नुवाकोट जिल्लाको देवीघाटमा 4 वर्ण 36 जातको फुलबारीलाई राम्रोसँग मलजल गर्नु। तर यहाँ मलजल कसलाई मात्रै भइरहेछ? यो सम्पूर्ण जात जाति उत्पीडनमा परेका जात जातिलाई चाहिँ फुलबारीमा भएर के गर्ने? कोही सुकिरहेको छ। पढ्नलाई, जागिर खानलाई हामीलाई सङ्घर्ष गर्नुपर्छ, यिनीहरूलाई ढोग्नुपर्छ, नमस्कार गर्नुपर्छ। हुँदा हुँदा गधालाई पनि नमस्कार गर्नुपर्छ भनेर एकजना कविले पनि भन्नुभएको छ। त्यस कारणले यो 4 वर्ण 36 जातमा हामी जनजाति, आदिवासी, महिला, दलित, मुस्लिम सबैजना पर्छौँ र हामीलाई चाहिँ मलजल छैन। हामीले के मागेका छौँ? हामीले आफ्नो पहिचान मागेका छौँ। त्यो दिनलाई कति कन्जुस है। यही ठाउँको मान्छेसँग बिहा गरेर सबै सरकारमा भएका सबै 52 नस्लका चाहिँ मान्छेहरूले नेवार केटीसँग बिहा गरेर यहाँको जग्गा हडप गरेर यहाँको संस्कृतिलाई धावा बोलिरहेको छ। हाम्रो आफ्नो ठाउँमा हामी आदिवासी भूमिपुत्रीहरू हौँ। हामी अहिले जतिजना पनि यहाँ आन्दोलनरत छौँ, हामी आफ्नो स्वइच्छाले आएका छौँ। हिजो मात्रै एउटा अन्तर्वार्तामा भनियो कि यो जबरजस्ती चाहिँ गाडीका अगाडि 100-101 कुरा ट्रकमा ओसारेको। हामी कोही ट्रकमा ओसारेका मान्छे हौ? हामीहरू आफ्नो अधिकारको लागि, आफ्नो सुनिश्चितताको लागि हामी आफै स्वस्फूर्त रूपमा आएका मान्छेहरू हौ। त्यो सरकारमा बस्ने कसैले पनि यो भन्ने अधिकार छैन। र अर्को कुरा मलाई यहाँ भन्नु मन लागेको, किर्तिपुर भनेको यस्तो ठाउँ हो जहाँ पृथ्वीनारायण शाहका बाटुरेहरूले यहाँको जनताको नाक काटेको मात्रै होइन, एकदम सताएको छ। कीर्ति लक्ष्मी भन्ने एकजना महिलाले यहाँको
युवाहरूलाई लडाइँ गर्दा गर्दा सबैलाई मारिसक्यो। यहाँ अगाडि निस्कन नपाएको बेलामा पुरुषको भेष धारण गरेर यहाँ पृथ्वीनारायण शाहको योद्धाहरूसँग लडेको थियो। उसलाई हराउन नसकेर यो महिला हुनुपर्छ भन्ने शङ्काको भरमा उसलाई चाहिँ एक्लै पक्रेर लगेर लुगाहरू सबै खोलेर बेइज्जत गरेको थियो। यो महिलाहरूको अधिकार हनन हो र यो महिलाहरूले यो देश कीर्तिपुर एउटा देश थियो र यहाँ चाहिँ सबैको अस्तित्व बचाउनुको लागि मर्नोपरान्त सङ्घर्ष गर्नुभएको थियो। उहाँलाई हामी सबै महिला पुरुष सबैले पनि सलाम गर्नुपर्छ। कीर्ति लक्ष्मी जय। र अर्को कुरा छ, यहाँ तामाङ मधिसे सबै किसिमका जनजातिहरू छौँ। हामी यो काठमाडौँ केन्द्रित आन्दोलनमा छौँ। हामी हार्दैनौँ। हामी एक दिन जित्छौँ र पहिचान सहितको संविधान हामी ल्याउँछौँ। जय